रहेको छ म्याक्स। म्याक्स फर्मुलाको आधारमा हामी म्याक्सिमम नम्बरलाई यहाँ सो गराएर हेर्न सक्छौं। जस्तै यहाँनिर स्टुडेन्टको नेम दिएको छ, स्टुडेन्टहरुको मार्क्स दिएको छ। अब यो मार्क्स मध्येबाट म्याक्सिमम नम्बर के रहेको छ हेर्नको लागि हामी म्याक्स फर्मुलाको युज गर्छौं। यहाँनिर तपाई इक्वल टु टाइप गर्नु होला, त्यसपछि MAX म्याक्स लेख्ने बित्तिकै तपाईको अगाडि यहाँ फर्मुला सो भएर आउनेछ। अब कीबोर्डमा तपाई ट्याब कीलाई प्रेस गरिदिनु होला। ट्याब की प्रेस गर्ने बित्तिकै तपाईको ओपन ब्र्याकेट देखिनेछ। नम्बर 1 यहाँनिर सो भएर आएको छ। नम्बर 1 मा तपाई सबै स्टुडेन्टको नेम सिलेक्ट गरेर राख्नु होला र त्यसपछि बीचमा कमा राख्दिनुस्। कमा लगाइसकेपछि अब त्यसपछि यो पुरै टोटल मार्क्सलाई सिलेक्ट गरिहाल्नुस्। पुरै मार्क्स सिलेक्ट भइसकेपछि शिफ्ट को साथ ब्र्याकेट क्लोज गर्नुस् र एन्टर प्रेस गर्नुभयो भने यो मध्येबाट म्याक्सिमम नम्बर 92 आएको छ। यो अब म चेन्ज गरेर तपाईहरुलाई हेराउँदै छु। यहाँनिर 252 रहेको छ, यसलाई म 495 बनाइदिए भने म्याक्सिमम नम्बर अब यो भएको कारणले गर्दाखेरि यहाँ पनि त्यही म्याक्सिमम नम्बर सो भएर देखिएको छ।